र हामी आज फागुन 1 गते हाम्रो 29 वर्ष पुरा भएको वैवाहिक म्यारिज एनिभर्सरीको उपलक्ष्यमा ललितपुर मानव सेवा आश्रममा बिहानको भोजन प्रदान गर्नको लागि हामी धापाखेल जाँदैछौँ। ल हामी जान्छ कहाँ जान लाग्यो अब हामी मानव आश्रम ललितपुर मानव आश्रम धापाखेलमा यो फागुन 1 गते तेरो मामुको र मेरो पापाको चाहिँ 29 वर्ष पुरा भएको म्यारिज एनिभर्सरीको उपलक्ष्यमा त्यहाँ चाहिँ वृद्धाहरू छन् होइन। बच्चाहरू हुन्छ बच्चाहरू हुने त 18-19 वर्ष कति वर्ष हुन्छ सडक विभाग के अरे सडकको व्यवहारहरूलाई असहायहरूलाई ल्याएको उनीहरूलाई राखेको छ त्यहाँ 50-60 जना जनले उनीहरूलाई हामीले आज बिहानको चाहिँ भोजन चाहिँ प्रदान गर्नलाई हामी जाँदैछौँ। पहिलेदेखि नै रहर भइरहेको थियो। अब यसरी अलिकति धर्म कर्म पनि गर्नुपर्छ। त्यो भयो भने मनलाई सन्तुष्टि हुन्छ। पैसा कमाउनु मात्र धेरै ठुलो कुरा भएन होइन। सबैले खान पाउनुपर्छ, बस्न पाउनुपर्छ, लाउन पाउनुपर्छ भन्ने उद्देश्यका साथ हामी आज चाहिँ लाग्यौँ। अहिले कति बज्यो भन्दाखेरिमा 9:15 8:30 9 लाग्यो। हामीले 9:30 बजे टुक्क आइपुग्नु भनेको छ। त्यहाँ 5-6 किलोमिटर जति टाढा छ यहाँ हाम्रो घरबाट हिमाडोलबाट धापाखेलको त्यो मानव आश्रम। आज चाहिँ मामलाई देखाइदेऊ। मालाई हामी चाहिँ 4 जना जाँदैछौँ अहिले होइन। 4 जना ल हामी अब हात्तीबन आइपुग्यौँ। हात्तीबन त्यो ठ्याक्क लगाएर त्यो सेल्सबेरीको अगाडिबाट यसरी जेम्स स्कुलतिर जाने बाटोमा जानुपर्छ। आयो नास्ट छैन, नास्ट टेक्नोलोजी बिल्डिङ आयो। यो बिल्डिङबाट स्वाट लगाएर लेफ्टतिर जानुपर्छ। यसबाट लेफ्टतिर जानु पर्यो जेम्स स्कुलतिर जाने होइन। होइन नागदहको गेट यो भयो। अब हामी यहाँबाट जाँदैनौँ, हामी अलिकति उता अगाडिबाट यहाँबाट चाहिँ अलिकति अगाडि गयो भने यसरी राइटतिर जाने अर्को ऊ चाहिँ छ। त्यहाँ गेट छ फेरि अर्को। त्यहाँबाट चाहिँ अलि हुँदैन गाडीहरूलाई। अब हामी चाहिँ ऊ त्यहाँबाट जान्छ, त्यो नयाँ बनाइरहेको छ यताउति। त्यो चाहिँ गाडी चाहिँ त्यहाँबाट जानुलाई जाँदैछु। दायाँतिर मन्दिर छ अनि बायाँतिर चाहिँ लेफ्टतिर चाहिँ भित्र छिर्ने बाटो छ। त्यहाँ एउटा उत्यो मन्दिर छ क्या, त्यो मन्दिरबाट यस्तो छ। यहाँबाट उत्यो गाडी रोकेको ठाउँमै हो क्या। यहीँबाट हुनुपर्छ। हो मानव सेवा आश्रम जाने बाटो भनेर कस्तो राम्रो मानव सेवा आश्रम जाने बाटो लेखेको छ होइन। आश्रम जाने बाटो यहाँबाट होला गौखुरेश्वर मार्ग। कति बाटो छ। ओ मानव सेवा उति आएर बाबु मानव सेवा आश्रम त्यहाँ चाहिँ सुत्ने हो रे। त्यहाँ मन्दिर छ, त्योभन्दा तल चाहिँ खुवाउनी बाटो कस्तो छ यहाँ? बाटो त ठिकै छ। म यहाँ के गर्न ऊ त्यहाँ हाउसिङ छ, त्यो के हो
आश्रममा यही चाहिँ भित्र राख्नुपर्छ क्या चौरमा हँ? कता राख्नु यहाँ चौरमा के राख्नु र उतातिरबाट जान मिल्छ र चौरबाट तलतिर तलतिर जानु मिल्दैन अनि त्यही त गाडी जानु ऊ त्यहाँ राख्नु त्यहाँ छ के फरक पर्दैन नआइरहेको मान्छेलाई चाहिँ त्यति लाग्छ होइन आएको मान्छेलाई चाहिँ त्यहाँ पुगिहाल्नु ल आश्रम आइपुग्यो त्यहाँ हो त्यहाँबाट घुमाउनु पनि सक्यो नि त ल हाम्रो डेस्टिनेसन टुक्रुक आइपुग्यो ल ए यहाँबाट निक्लिनु रहेछ के अरे है ऊ यहाँबाट निक्लिँदो रहेछ नि यहीँ आउँथ्यो के भएर पर्यो ल हाम्रो ठ्याक्कै आइपुग्यो ल बस्नुहोस् एक कप चिया कटौती अभियान कति राम्रो बस्नु नि यता चाहिँ गएको होइन यो चाहिँ मलाई ठ्याक्क याद भयो पहिला अलिअलि बोल्नु पनि पर्छ नि त के हो कसो हो भनेर ल हेटौडामा कि यही लानप्सीमा हेड अफिस हेटौडा अरे कि कत्रो ठुलो छ अरे गाईहरू पनि पाले हेटौडामा पनि थियो यो हेटौडामा पनि छ नि होइन ठुलो थियो हेटौडामा अनि हेटौडामा हाम्रो पनि घर हेटौडा हो नि त यहाँ पनि हो होइन हेटौडा पनि हो हेटौडामा गर्ने भन्ने कार्यक्रम भइरहेको थियो जानु भ्याएन अनि खोज्दा खोज्दै यहाँ ठ्याक्कै यहाँ फेसबुकमा चाहिँ यहाँनिर आइरहेको थियो अनि फोनसोन गरेर अस्ति आएर जहाँ पाए पनि होइन बोलेको सुन्दैन बा तपाईँले त्यहाँसँग बोल्नुभएको सुन्दैन फेरि बोल्नु ठिकै छ त्यहाँ मन्दिर पनि रहेछ उ त्यहाँ हेर ल ललितपुर महानगरपालिका 24 धापाखेलको के मन्दिर हो त्यहाँ मन्दिर पनि छ ल लक्ष्मीनारायण भगवान् भित्र फोटो खिच्नै मनाइन्छ यहाँभित्र चाहिँ फोटो मनाइन्छ भित्र नखिच्नु नि त कुल देवता मन्दिर ललितपुर महानगरपालिका 24 धापाखेलको कुल देवता नमो नमः थापाहरूको मात्र बगाले थापा बन्धुहरू बाहेक अन्य महानुभावहरू मन्दिरभित्र प्रवेश नगर्नु हुन अनुरोध छ गर्छु ए यो त भित्र मन्दिर प्रवेश पनि गर्न पाइएन यो ल यो थापा बन्धुहरूको मात्र कुल उनीहरूले आफै मिलेर बनायो होला यो होइन उताको चाहिँ नखिच्नु त्यसमा हजुर आउनुहोस्
हुन्छ नमस्ते बाटोमा सडकमा त्यो भएकोलाई उहाँहरूलाई उठाएर त्यही नै हो अस्ति इमाडो त्यो टेम्पो पार्कबाट एकजना 3 घन्टा लाग्यो उद्धार गरेको ए त्यो बेला के पुलिसहरूले उनीहरूले सहयोग गर्छ कि पुलिसलाई त बोलायौँ बल्ल बल्ल ए पुलिससँग त ल्याउनै सक्ने मान्छे नि के त्यही यस्तो ल्याएको ए हजुरले पनि देखिसकेको थियो होला त्यो त्यही त भने अब त्यो थाहा छैन छ अहिले अहिले लिएर आएको यहाँ ए। हामीले यहाँ राख्न नसकिन्छ नसकेर, ए। अहिले लिएर काठमाडौँ अलिक ठुलो शाखा छ काठमाडौँ त्यही हो 3 घन्टा लाग्यो उद्धार पुलिस बोलाएर अनि नगर त्यहाँभित्र उपचार पनि हुन्छ डक्टरहरू आउँछ डक्टर आउँछ महिनामा एकचोटि मेन्टल औषधि त खुवाउने हो रेगुलर बिहान बेलुका त्यो उसबाट के भन्छ जाउला खेल होइन लगन खेलमा छ नि त्यो एउटा मेन्टल त्यहाँबाट आउँछ नि डक्टर? आउँदैन तिरेरै। औषधि किन्नुपर्छ महिनाको अनि हजुरहरूलाई को अनि डोनेट गर्ने को यस्तै हुन्छ हजुरहरू जस्तै नेपाली मात्रको साथ सहयोग भनेपछि अरू कुनै फिक्स्ड गरेर होइन त्यो त्यस्तो छैन donate छैन चाहिँ- छैन त्यही त। अब दिनका दिन खर्च हुन्छ हेर्नु। हुन्छ नि होइन, अब दिनका दिन। औषधि खाना पर्यो सरसफाइ अब भात मात्रै भन्दा नि सरसफाइ चाहियो सरफ सेम्पूदेखि लिएर फिनेल लाइट लगाएरदेखि लिएर सबै चाहियो। अहिले यहाँ कतिजना हुनुहुन्छ 50 एक आउने 51 आइसो बस हुन्छ सरी एकदम स्लो सबैजनामा नमस्कार सबैजनाले गर्नु भएन मुस्कुराउनु गर्नुहुनेछ नमस्कार हस् धेरै धेरै धन्यवाद आज मिति 2082 साल आज फागुन महिनाको 1 गतेका दिन विशेष गरेर आफ्नो वैवाहिक वर्षगाँठको शुभ अवसर पारेर हामी सम्पूर्ण मानव सेवा आश्रम परिवारलाई मिष्टान्न भोजन सप्रेम अर्पण गर्न आज वैवाहिक वर्षगाँठ गर्नुहुने आदरणीय सर निरन कुमार श्रेष्ठजीको गरिमामय उपस्थिति भएको छ। सरलाई सबैजनाको जोरदार तालीले स्वागतम र आचरणका लागि सादर अनुरोध गर्छु। यसै गरी विशिष्ट आदरणीय रोजनी श्रेष्ठज्यूलाई पनि सबैजनाको जोरदार तालीले स्वागतम र आचरणका लागि सादर अनुरोध गर्छु। यसै गरी विशिष्ट आदरणीय आमा तुलसी देवी श्रेष्ठज्यूलाई पनि सबैजनाको जोरदार तालीले स्वागतम र आचरणका लागि सादर अनुरोध गर्छु। यसै गरी विशिष्ट आदरणीय बाबु निशेष श्रेष्ठज्यूलाई पनि सबैजनाको जोरदार तालीले स्वागतम र आचरणका लागि सादर अनुरोध गर्छु। भोकोपेटलाई भोजन सेवा सर्वोत्कृष्ट मानव सेवा आज हामी 65 जना परिवारलाई भोजन सेवा सप्रेम अर्पण हुँदैछ। हजुर लगायत हजुर सम्पूर्ण परिवारलाई विशेष आभार प्रकट गर्न चाहन्छौँ। मानव सेवा आश्रम चाहिँ सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्न विवश आमा बुवा दाजुभाइ दिदीबहिनीको सेवामा समर्पित यो मानव सेवा आश्रमको चौथो शाखा रहेको छ। विवाह वर्षगाँठको धेरै धेरै शुभकामना। धन्यवाद। स्वागत छ आमा। जय मानव सेवा जय
स्वागत छ जय मानव सेवा माला लगाइस्यो हजुर सबैलाई पर्छका सबैजनाले ताली बजाउनु ताली बजाइस्यो प्रज्वलन गर्नुहुनेछ हामी सबैजना मिलेर प्रार्थना गर्नेछौँ सबैजना आमा बुवाहरू पनि यथास्थानबाट उठ्नुहुनेछ र प्रार्थनामा सरिक हुनुहुनेछ धेरै धेरै धन्यवाद सबैजना एकैछिन शान्त रहनेछौँ दुई हातलाई जोड्नेछौँ आँखालाई कोमल बन्द गर्नेछौँ र त्यसपछि परिवार समाज राष्ट्र र विश्वलाई नै बदल्न सक्ने क्षमता आर्जन गर्न सकौँ धर्मान्तरता रूढी पुण्यान्त विश्वास र विकृतिलाई कति प्रोत्साहन गरी यो सृष्टि सबैका लागि वरदान मिलेर बस्न सक्ने उद्धार विशाल र आत्मिक विकास गर्न सकौँ अन्ततः सबैको मङ्गल होस् सबैको कल्याण होस् प्राणी मात्रको हित होस् विश्वको जय होस् भन्दै जोडेका दुई हात र गर्नेछौँ यसबाट उत्पन्न तापलाई हामी आरतीको रूपमा आफ्नो नयनमा आफ्नो मुहारमा लगाउनेछौँ र समय लिएर आँखा खोल्नेछौँ र सबैजना यथा स्थानमा यता सम्मानका साथ आसन ग्रहण गर्नुहुनेछ 2053 साल फाल्गुन 1 गतेको शुभ विवाहको आज 29 वर्ष पुरा भएको उपलक्ष्यमा यहाँ हाम्रा आमा बुवाहरूलाई बिहानको भोजन ग्रहण गराउन पाउँदा र उहाँलाई भोजन ग्रहण गराउनको लागि हाम्रा आदरणीय मानव आश्रमका संयोजकहरूले उहाँहरूले हामीलाई अवसर दिनुभएकोमा हामीलाई धेरै नै खुसी लागेको छ र यस्तै हाम्रो विभिन्न यस्ता खुसीका क्षणहरूमा सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवाहरू जो चाहिँ सडकमा त्यसै चाहिँ फालिरहनु भएको छ खान पाउनु भएको छैन दुःखी हुनुहुन्छ उहाँहरूलाई हामीले हाम्रो खुसीमा उहाँहरूलाई पनि खुसी दिलाउन सक्नु नै सबैभन्दा मानव धर्म हो र हामीले पनि यो सुरुवात गरेका छौँ र यस्तै यस्तै हरेक वर्ष हरेक क्षण हरेक दिन सबैजना मिलेर गरेमा यस्तो किसिमको चाहिँ कसैले खान नपाउने अथवा कसैले दुःख पाउने हुँदैन थियो र यसरी आश्रमै खोलेर हामीले यसरी सेवा गर्नुपर्ने परिस्थिति चाहिँ कम हुन्थ्यो तर जे होस् यसरी सम्पूर्ण कुरा पुरा हुन सक्दैन गर्न सक्दैन होला व्यवस्थित गर्न सकिँदैन त्यसैले नै आश्रमहरू खोल्नु परेको हो र यहाँहरूले दिन रात भनेर यसरी आश्रम खोलेर यसमा चाहिँ निष्पक्ष तरिकाले निस्वार्थ तरिकाले हाम्रा आमा बुवाहरू दाजुभाइ दिदीबहिनीहरूलाई जो दुःखी हुनुहुन्छ उहाँहरूलाई यसरी सेवा भावले गरिरहनु भएकोमा म चाहिँ धेरै आभारी छु र हजुरलाई धन्यवाद दिन चाहन्छु त्यसै गरी चाहिँ सहयोग गर्नु र हामीहरू पनि सहयोग गर्नुलाई तत्पर हुन्छ धन्यवाद
होइन यही बाटो यही बाटोबाट अलिकति ल आज धेरै नै खुसी लागिरहेको छ ल सबजनालाई खुवाउँदाखेरि है ल सबजना एकैजना आमा बुवाहरू सबजना मिलेर एकैचोटि खाए हुन्छ ल आजको कार्यक्रम सकियो राम्रोसँग होइन अब सकेर बिस्तारै अब नाग्दा एकचोटि घुमेर अनि जान्छौँ